विभिन्न राजनीतिक दलबाट यो महाधिवेशनमा ऐक्यबद्धताका लागि शुभकामनाका लागि आउनुभएका दलका नेतागण, पार्टीका सबै अग्रज नेताहरू, प्रतिनिधिहरू र नेकपा एमालेको यो ऐतिहासिक रूपमा सफल पार्नका निम्ति यसको खास कारण छ। यहाँ तपोवन दरबार सन् 1701 मा सुरु भएर दुई बार प्रसिद्ध विश्व सम्पदा सूचीमा स्वीकृत तपोवन दरबार स्क्वायर अवस्थित यो मन्दिरले अविचलित रूपमा यो 108 फिट अग्लो मन्दिर आज पनि सुरक्षित छ। यसले इतिहास बोकेको छ। यसले गौरव अगाडि आएर आसन ग्रहण गरिदिनु हुन म हार्दिक आग्रह गर्दछु।
पानी तो भाँडो हो हुच्चिएर जान नजाने त्यो पढाहरूको डाँडाघाट तराईतिर स्वागत गरिदिनु होला उहाँलाई। अगाडि आएर आसन ग्रहण गरिदिनु हुन म हार्दिक आग्रह विभिन्न राजनीतिक दलबाट यो महाधिवेशनमा ऐक्यबद्धताका लागि शुभकामनाका लागि आउनुभएका दलका नेतागण पार्टीका सबै अग्रज नेताहरू प्रतिनिधिहरू र नेकपा एमालेको यो ऐतिहासिक रूपमा सफल पार्नका निम्ति यसको खास कारण छ। यहाँ तपोवन दरबार सन् 1701 मा सुरु भएर प्रसिद्ध
श्रद्धा सुमन सम्मान आदर सबै कुरा यथोचित ढङ्गले गर्न चाहन्छु। जसका प्रयास जसका बलिदान बिना हामी यहाँ उपस्थित तपाईँहरू सबैलाई साक्षी राखेर म सङ्कल्प गर्दछु पार्टीको तर्फबाट हामी यहाँहरूको आदर्श र बलिदानलाई कहिल्यै बिर्सने छैन। यति लामो यात्रामा हामीले कहिल्यै गल्ती गरेनौँ या हामीबाट कमजोरी रहेनन् भन्ने होइन, तर हाम्रो निष्ठा समर्पण र इमानप्रति हामी हरेकलाई गौरव छ। कम्युनिस्ट पार्टीको यही बलिदानी सङ्घर्षका बलमा आज मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भएको छ। 7 सालको क्रान्तिमा कम्युनिस्ट पार्टी भर्खरै स्थापना भएको थियो। यसको नेतृत्वदायी भूमिका नहुँदा क्रान्ति अधुरै रह्यो। 46 सालमा कम्युनिस्ट पार्टी सबल र संयुक्त नेतृत्व गर्ने ठाउँमा विकसित भएको थियो। आन्दोलनले राजाको निरङ्कुशता र पञ्चायती तानाशाहीको अन्त्य गर्यो हामी सबैलाई। 62-63 कम्युनिस्ट पार्टी नेतृत्वदायी भूमिकामा रह्यो। तसर्थ राजतन्त्र अन्त्य भयो, गणतन्त्र स्थापना भयो र जनताको हातले संविधान लेखियो। त्यति बेला अरू पार्टीहरूका भूमिका तपाईँहरू अर्थात् समावेशिताको अगुवा जसले राज्यका हरेक अङ्गमा न्यूनतम 1/3 महिला सहभागिता सही दलित अल्पसङ्ख्यक पिछडी पारिएका समुदाय क्षेत्र वर्ग र शारीरिक रूपमा अशक्त अपाङ्गता रहेका समुदाय समेतलाई मूलधारमा ल्याउन अग्रणी भूमिका खेलेको छ। नेकपा एमाले अर्थात् नेपाली विशेषता सहितको समाजवाद निर्माणको अभियान जनताको बहुदलीय जनवाद जस्तो नवीनतम सोचको संवाहक र परिपूर्ण लोकतन्त्रको भाष्यका ठुला पूर्वाधार निर्माणको पहल गर्दा भूकम्पपछिको पुनर्निर्माणको सफल अभियान नेकपा एमाले अर्थात् मानवतावाद, न्याय, संयुक्त राष्ट्र सङ्घको बढापत्र, पञ्चशीलको सिद्धान्त र हामी पक्ष भएका अन्य अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूको पालना र विश्व शान्तिमा आधारित विदेश नीति रहेको पाए अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने
नेकपा एमाले अर्थात् समृद्धिको स्वप्नद्रष्टा र परिकल्पनाका जसले भन्छ प्रकृतिको यति सुन्दर वरदान पाएको र संस्कृतिको धनी नेपाल गरिब रहनै सक्दैन। हामी आफै गौरव र बलमा समृद्ध